हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू ब्लग एप सबैजना सञ्चारमा हुनुहुन्छ ल म पनि एकदमै आरामै छु। हुन त बेरोजगारहरू सबै आरामै हुन्छन् होइन, म पनि बेरोजगार, हजुरहरू पनि बेरोजगार होइन, त्यसैले सबजनाहरू सञ्चारमा हुनुहुन्छ होला होइन। म चाहिँ उता किचनतिर गएर खानासाना बसालेर चाहिँ अनि यता आफ्नो रुममा आफू केही कुरा हजुरहरूलाई भन्न आएको हो कि बेरोजगारहरूको काम चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब बेरोजगारहरूको काम जसरी रोजगारी नै खोज्ने हो होइन। त्यही भएर चाहिँ मैले हजुरहरूलाई चाहिँ नि रोजगारीको चाहिँ नि कुरा लिएर अगाडि बढ्न खोजेको होइन। हजुरहरूले चाहिँ नि रोजगारी संसारको जुनसुकै कुनामा बसेर रोजगारी खोजिराख्नु भएको छ भने होइन मलाई सम्पर्क गर्नु होला होइन। दिनको 8 घन्टा सेलरी, दिनको चाहिँ 40,000, 500 रुपियाँ खाजा अनि चाहिँ आउने जाने गाडी भाडा, अनि त्यही माथि चाहिँ नि हप्तामा 2 दिन छुट्टी, आइतबार शनिबार चाहिँ छुट्टी होइन। हो यस्तो जागिरको खोजीमा हुनुहुन्छ भने मलाई पनि सम्पर्क गर्नु होला। मैले पनि पाएन हेर्नु, म नि यति बेरोजगार बसेँ। यस्तो जागिर पाउनु छ नि मलाई पनि सम्पर्क गर्नु सक्नुहुन्छ। दुईजना अब रोजगारीको सिलसिलामा अगाडि बढ्नुपर्छ हेर्नु, घर बसेर यति हुन्न, हामीले पुग्दैन होइन। त्यही भएर हजुर र म चाहिँ अब कन्ट्याक्ट गरेर चाहिँ रोजगारी खोज्न अगाडि बढ्न पऱ्यो। हामी चाहिँ नि फेरि जबको सिलसिलामा हामी सत्रङ्गलतिर जानुपर्ने हुन्छ गाइजहरू होइन। भिराजुरोमा चाहिँ अब त्यहाँ सानो काम छ, जब त होइन, जस्ट सानो हाम्रै पर्सनल कामहरू छ। त्यो कामको लागि चाहिँ हामी चाहिँ अब चाहिँ नि सत्रङ्गल जानुपर्ने हुन्छ। भिनाजु भित्र कपडा लाउँदै हुन्छ, म चाहिँ यता यस्तो रेडी भएर निस्किसकेको होइन, रेडी भएर निस्किसक्यो। अब चाहिँ हामी चाहिँ गइन्छ होइन। नयाँ फुल हेर दामी, कति राम्रो राम्रो फुल भयो यहाँ, यस्तो दामी दामी फुलहरू छन् कि यतातिर। यस्तो दामी फुल नि। अब माथिबाट फेरि अब पानी पर्ला जस्तो भयो कि माथिपट्टि, माथि वेदर आज पानी पर्ला जस्तो सत्रङ्गलतिर। त्यहाँ चाहिँ हामी चाहिँ छिट्टै गएर छिट्टै फर्किनु पर्छ। त्यहाँभित्र त्यहाँ गएर के गरिन्छ भिडियो गर्न मिल्यो भने चाहिँ म हजुरहरूलाई भिडियो गरेर देखाउँछु, नत्र चाहिँ अब म घरै आएर भेट्छु है त। हामीभित्र चाहिँ पार्क छ गाईहरू होइन। हामी चाहिँ नि अब म तपाईँलाई कुनै दिन एक ल्याएर देखाउँछु यहाँभित्र के छ भनेर, बुझ्नुभयो नि। होइन तर यहाँ हेर्नु न कस्तो लोकल टमाटर होइन, यस्तो दामी भएर छ कि हो। अनि उतापट्टि पनि दामी धेरै छ कि होइन, टमाटर यहाँ धेरै रहेछ होइन। उहाँ पनि हेर्नु न, उहाँ पनि डेन्जर। यो सबै टनेलै टनेल रहेछ कि, टनेल रहेछ। काँक्रोहरू पनि अनि लौकाहरू यो सबै त्यहाँभित्र चाहिँ गौडले मोल पाइँदैछ क्या हो। त्यहाँ पुरा मोलहरू थुपारेर राखेका छन् होइन। अनि यतातिर चाहिँ यस्तो हो के अरे बाइकहरू आउने जाने गरेर आयो। हामी चाहिँ अब तत्काल गइन्छ सत्रङ्गलतिर, अनि चाहिँ बुटिकतिर गएर चाहिँ हामी चाहिँ अनि त्यसपछि घर फर्किन्छ। हामी कि उता कलङ्कीतिर पनि जानुपर्ने हुन्छ है, हामी चाहिँ कलङ्कीतिर पनि जानु। हेलो गाइज, म चाहिँ यता चाहिँ अहिले दिदी घरतिर आएको होइन। त्यहाँ घर चाहिँ अनि हामी रेडी गरेर हामीले चाहिँ नि अनि हामी दिदी घरतिर आयौँ। अनि चाहिँ अब हामी यतातिर आइसक्यौँ, हामीले खाजासाजा पनि खायौँ। अब चाहिँ म एकछिन यहाँ रेस्ट गर्छु। रेस्ट गरिसकेपछि अनि बल्ल चाहिँ म आफ्नो घरतिर जान्छु। घर चाहिँ नि फेरि उहाँ माथि हो कि, ऊहरू चाहिँ ट्याक्क टुप्पामै हो कि, वहीँ माथि जानुपर्ने हुन्छ। अनि चाहिँ नि अब आजको भ्लग चाहिँ यस्तै भयो के अरे होइन। खानासाना खायौँ कि हामीले, खानासाना खाजा खाएर अनि अब माथि उक्लिने हो। के कस्तो लाग्छ हजुरहरूलाई होइन आज भिडियो, लाइक कमेन्ट सेयर सब्सक्राइब सब गर्नु होला होइन। अब मेरो चाहिँ कन्टेन्टहरू आइराख्छन् होइन। त्यही हो गाइज, आजको लागि यत्तिकै, भोलि भेटौँला, सी यू अगेन, बाई बाई।